उक्त गीत सुनेर कतिपयले उनलाई मार्ने समेत धम्की दिएका छन्। ल सुन्नुहोस् साथीहरू। धरानतिर जन्मी एउटा देशकै होनार नेता, हर्क साम्पाङको हो भन्ने नचिन्नेलाई के थाहा। चिना झोले चिना जनता चिना नेता चिना, हर्क जस्तो राष्ट्रप्रेमीहरू कोही भेटिन। श्रमदानको अभियानले कति गरे, देश लुटेर खानीहरू डागरेर मरे। हामीलाई केही नै सुख छ र, हर्क दाइको विरोध गर्ने अलि सचेत बन। देशको लागि लडेको कुल्ली हो नभन। दसैँ औँला खियाइ हेरौँ मुख चलाएर हुन्न, सचेत बनौँ जनता हो असल मान्छे चुन्न। हामीलाई केही नै सुख छ र, जे देख्छ त्यही लेख्छ, सत्य तथ्य बोल्छ। सत्य पस्न नसकेपछि त्यसैले मन पोल्छ। आफै भन जग्गा नभई घर कसरी बन्छ, पल्ला घरे काकाले नि हर्क सही हो भन्छ। जोगाउँ संस्कार जोगाउँ कला जोगाउँ देशको माटो, माटैमाथि बनाउने हो नौतले घर बाटो। हामीलाई केही नै सुख छ र, गरिब देशको धनी नेता ठुल्ठुला भाग्छ। नबुझ्नेलाई सत्य तितो हर्क गलत लाग्छ। नेपाल भन्दा गरिब देश कहाँबाट कहाँ गयो, श्रमदानले कोरियाको कार्य पलट भयो। अहिले देशलाई आवश्यक छ श्रम गर्ने पार्टी, हड्डी निल्नु भन्दा पहिला हेर्नै पर्छ घाँटी। काम गर्नेको विरोध गर्दै कुकुर झैन भुक, मासु भातमा बिक्नेलाई गई मुखमै गर थुक। हामीलाई केही नै सुख छ र। नमस्कार, मैले गाएको गीत हजुरहरूलाई कस्तो लाग्यो? यदि हर्क साम्पाङ सही हुनुहुन्छ भने सबैले यो भिडियो अन्तिमसम्म हेरेर लाइक र सेयर गर्न नबिर्सनुहोला। जय हर्क साम्पाङ।